यसै पनि मेरो कालचक्र ग्रह सन् 2026 जुन 27सम्म चलेको जाने मानेका सबै धामी जैसी देवारी बिजुवा ज्योतिषले भनेकै हुन्। 2021 सालदेखि सुरु भएको यो ग्रह मेरो शिरमा जुन 27 2026सम्म रहनेछन्। एक गनिएका ज्योतिषले त 2026 सालमा मृत्यु नै हुन्छ भनेर ठुक्वा पनि गरेका हुन्। त्यसैले पनि मैले 2024देखि देवधाम गर्न थालेको। यसैको सिलसिलामा म भारतको जम्मूमा रहेको वैष्णवी देवीको मन्दिर दर्शन गर्न गएको। नयाँ दिल्लीको कश्मीरी गेटमा रहेको बस स्ट्यान्डमा गएर बसको टिकट काटेँ र त्यहाँबाट कतराको लागि म बस चढेँ। बस चढेको लगभग 18 घन्टा पुगेपछि कतरा बजारमा ल्याइपुर्यायो र कतरा बजारमा ल्याएपछि केही समय यहाँ आराम गर्ने निर्णय गरियो। त्यसै समयमा वैष्णवी देवी मन्दिर व्यवस्थापन समितिले परिचय पत्र दिने व्यवस्था गरेको रहेछ। परिचय पत्र दिँदाखेरि आफ्नो नागरिकता या पासपोर्ट देखाउन अनिवार्य रहेछ। त्यो देखाए पछाडि उनीहरूले परिचय पत्र दिँदो रहेछ। परिचय पत्र लिएपछि नुहाए, केही देवीको लागि सामानहरू किने र अब म उकालो लाग्दैछु। यहाँबाट लगातार लगभग आधा घन्टाको तेर्सो हिँडाइ पछाडि उकालो चढ्न सुरु भएको छ। अब यो उकालो लगभग 10 किलोमिटर जति चढ्नु पर्नेछ र उकालो यति धेरै उकालो छ भनी साध्य छैन। अहिलेसम्म म लगभग 4 घन्टा हिँडिसकेको छु। 4 घन्टा हिँडेपछि अहिले म अर्धकुमारी भन्ने मन्दिर भएको ठाउँमा आइपुगेको छु। अर्धकुमारी मन्दिरबाट अब लगभग म 3 घन्टा लगातार हिँड्नुपर्छ र मात्र म वैष्णवी देवी मन्दिरमा पुग्छु। वैष्णवी देवी मन्दिरमा पुगेपछि सामान्यतया पूजाआजा गर्ने क्रम त छँदैछ। त्योभन्दा पनि त्यहाँ गुफाभित्र अवस्थित जुन वैष्णवी देवी मन्दिरको जुन शिला छ त्यहाँ भित्र गएर दर्शन गर्ने र आफूले गरेको पापहरूको प्रायश्चित गर्ने अथवा आफ्नो मन शान्ति गर्ने निर्णय गरेको छु। अर्धकुमारी मन्दिरबाट अब ठाडै उकालो लाग्ने क्रममा अधिकांश दर्शनार्थीहरू हिँड्न नसकेर डोलीमा बोकेर हिँड्ने अथवा घोडा चढेर हिँड्ने व्यवस्था पनि गरिएको रहेछ। सामान्यतया डोलीमा बोकेर जाँदाखेरि अत्यन्तै महँगो पर्ने रहेछ र हिँड्न नसक्नेहरूको लागि चाहिँ यो अत्यन्तै एउटा सुविधा पनि ठान्नु पर्दछ। दोस्रो कुरो, यहाँ जति पनि दर्शनार्थी आउनु भएको छ प्राय गरेर अर्धकुमारीबाट माथि जान नसक्ने अवस्थामा पुग्नु हुँदो रहेछ। जति पनि इनर्जी तल नै खतम भइसकेको हुने र त्योभन्दा माथि जानको लागि अत्यन्तै गाह्रो हुँदो रहेछ। त्यो अनुभव मैले पनि महसुस गरेको छु। सामान्यतया पूजाआजा गर्ने क्रम त छँदैछ। त्योभन्दा पनि त्यहाँ गुफाभित्र अवस्थित जुन वैष्णवी देवी मन्दिरको जुन शिला छ त्यहाँ भित्र गएर दर्शन गर्ने र आफूले गरेको पापहरूको प्रायश्चित गर्ने अथवा आफ्नो मन शान्ति गर्ने निर्णय गरेको छु। म अहिले अब वैष्णवी देवी मन्दिरको परिसरमा आइसकेको छु र वैष्णवी देवी मन्दिरको परिसरमा यहाँ कुनै भिडियोग्राफी फोटोग्राफीहरू गर्न कुनै पनि दिइँदो रहेनछ र मैले त्यहाँ कुनै पनि नियम उल्लङ्घन गर्ने कार्य गरेको छैन र यहाँ मैले जुन बाहिरबाट खिचेको भिडियोलाई मात्रै प्राथमिकता साथ राखेको छु र वैष्णवी देवी मन्दिरको परिसरभित्रमा अहिले पूजाआजा भइरहेको छ। मैले पूजा गरिसकेको छु। वैष्णवी मन्दिरबाट दर्शन गरेर सकेपछि केही माथि भैरवथान मन्दिर रहेछ। भैरवथानको मन्दिरमा अगस्तमा 2 जना भारतीय साथीहरू भेट भयो। उहाँहरूसँग गफ गर्ने क्रममा उहाँहरू एकजना बिहार र एकजना उत्तर प्रदेशको साथीहरू हुनुहुँदो रहेछ। उहाँहरूले मलाई फर्किने बेलामा धेरै सहयोग गर्नुभयो। सम्भवतः म पहिलो नेपाली हुनुपर्छ जो एक्लै सदाको लागि यात्रा गरिरहन्छ, यात्रा तय गरिरहन्छ र अहिले पनि त्यही यात्रामा छु। यात्रा जारी रहन्छ। धन्यवाद। यो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु हुन सबैलाई अनुरोध गर्छु। फेरि पनि धन्यवाद। हस्त आजलाई बिदा। अर्को भिडियोमा फेरि भेटौँला। नमस्कार।